आफ्नो थोप्रा पनि देखाउन चाहन्छु। अलिकति भए पनि काम गरेकै हो, युट्युबमा भए पनि फेसबुकमा भए पनि। त्यही भएर म चाहिँ घाममा यो भिडियो लिन भनेर घाम सहेर पनि लिइरहेको छु। र मलाई चाहिँ एकदमै ठिकै छ, किनभने अहिले चाहिँ स्वास्थ्यको लागि घाम पनि एक किसिमले चाहिँ भिटामिन डी पाउने स्रोत भनेर भनिरहेको छ। र मलाई डाक्टर साहबहरूले चाहिँ घाममा एक्सपोज हुनु भन्नुभएको छ। अनि जहिले पनि म चाहिँ 2 in 1 है, मेरो एउटा काम यहाँ थियो र आएँ, र साथमा हातमा क्यामेरावाला मोबाइल थियो। त्यही भएर मैले भिडियो सुट गर्न पनि मन लाग्यो र साथसाथै घाम पनि लागेको छ। आज छुट्टीको दिन यसो बाहिर यो प्राकृतिकबाट प्रदान गरिएको भिटामिन डी पनि त लिइहालौँ न त, फ्रीको स्रोतलाई, जुन चाहिँ एकदमै महत्त्वपूर्ण छ भनेर म घाम पनि ताप्दैछु, भिडियो पनि खिच्दैछु। अनि आफ्नो यहाँ मेरो काम पनि अहिले गरिसिक्दाएँ होइन। धेरै नै सिस्टमेटिक छ है यहाँको कामहरू चाहिँ। त्यही भएर यहाँ मान्छेलाई चाहिँ अल्झाउने, दुःख दिने त्यो हुँदैन। हुने काम हुन्छ, नहुने काम नहुन्छ है। कागज बोल्छ, अरू कुरा ठिक छ। तर हाम्रो नेपालमा चाहिँ कति हुने कुराहरू पनि होइन काचाङ कुचुङ गरिरहेको छ होइन। अनि त्यसले गर्दाखेरि त्यस्तो छैन। मेरो काम चाहिँ विदिन 1 मिनटमा जस्ट म यहाँ अराइभ हुन मात्रै पर्यो, मेरो काम चाहिँ सिद्धियो। त्यसपछि थोरै म यो प्लेसमा आइसकेपछि यो ठाउँको पनि मैले के अरे भन्छ नि फाइदा लिऊँ न त भनेर मैले धेरै सर्टहरूको लागि भिडियोहरू खिचेँ। अनि साथमा अहिले मैले यो यस्तो होराइजेन्टल मेरो क्यामेरा बनाएर मैले भिडियो खिचेको छु। यो चाहिँ मैले युट्युबको लागि होइन। अब म युट्युब पनि छ मेरो युट्युब च्यानल होइन, तर म समटाइम देखिने र झुल्किने गर्छु। म त्यस्तो कन्टिन्युसली प्रोफेसनल तरिकाले जान पनि सकेको छुइनँ, किनकि मसँग टाइम त्यस्तो प्रशस्त छैन अहिले। मैले 11 घन्टा ड्युटी आवर्सबाट आउनु जानु, घरको यताउति काम गर्दाखेरि अलमोस्ट मेरो 14-15 आवर्स गइहाल्छ। अलिकति रेस्ट पनि त गर्नै पर्यो होइन। त्यसले गर्दाखेरि हुन त, तर मसँग टाइम छैन चाहिँ भन्नु हुँदैन है गाइजहरू, किनकि धनी गरिब सबैलाई भगवान्ले परमेश्वरले हामीलाई 24 घन्टा नै दिएको हुन्छ। त्यो टाइमलाई म्यानेज गर्न सक्नु नै चाहिँ हाम्रो क्षमता हो है। अनि तर पनि अहिले मैले भर्खरै भनेको थिएँ मसँग अलिकति टाइम कम थियो भनेर, तर पनि म टाइम कम छ चाहिँ म भन्दिनँ। मैले मेरो टाइमलाई सायद अझै पनि मैले मेरो टाइमलाई म्यानेज गर्न सकिरहेको छुइनँ कि जस्तो मलाई लागिरहेको छ है। तपाईँहरूलाई आज यति भन्दै म बिदा हुन चाहन्छु। भिडियो पनि 3 मिनटको भएछ, धेरै गर्मी पनि भयो, अब चाहिँ अलिक धेरै काली पनि भइसक्यो होला, किनकि मैले चाहिँ सनस्क्रिन पनि लगाएको छुइनँ होइन। त्यसले गर्दाखेरि म बिदा हुन चाहन्छु। यदि भिडियो मनपर्छ भने चाहिँ लाइक सब्सक्राइब गरिदिनुहोस् है भन्दै बिदा भएँ। बाई बाई।